फागुन 21 मा चुनाव होस् या नहोस्, यस्तै सभाहरू, यस्तै सन्देशहरू र बलियो साङ्गठनिक एकताका साथ नेकपा एमाले जनताको बीचमा गयो भने भरोसा नपाउने सवालै आउँदैन, भरोसा नपाउने सवालै आउँदैन। आज नेकपा एमाले नै जनताको रक्षक शक्ति हो। तपाईँ साथीहरूका सयौं क्यामेरा मेराप्रति फर्किरहँदा मलाई थाहा छ तपाईहरूले मलाई विगत र आजलाई हेरेर ट्रोल गर्ने हुनुहुन्छ होला, तर मलाई स्वीकार्य छ ताकि यो आजको वास्तविकता हो। यो वास्तविकताबाट हामी टाढा भाग्न सक्दैनौँ। त्यसकारण नेकपा एमाले र नेकपा एमालेको नेतृत्व भर्सेस जेनजी आन्दोलन र त्यसका स्टेक होल्डरहरू र जेनजी आन्दोलनका पीडित पक्षहरूको सायद एउटा ध्रुवीकरण सुरु भएको छ। यसो भन्दै गर्दा म युवा साथीहरू, तपाईँहरूको तपाईँको उमेरमा हाम्रो पनि त्यस्तै